यस्तो लाग्दैन न ओ माई गॉड हट एक्सपेक्टेसन भन्दा नि खतरा लाग्यो यो त मागे छ ओहो अब मजा दिन्छ अरे फ्रेन्ड्स अहिले चाहिँ हामी आज हामी जान लागेको सुनौली किन भन्दाखेरि त्यो ड्रागनको लागि चाहिँ दुईवटा ठुल्ठुलो लाउड एक्को सिन जान लागेको अहिले हामी म र राजु भएर खानासाना खाएर फेरि खै त्यति साउन्ड आएको छ कि आएको छैन यसबाट हामी त्यसै हालिन्छ अनि सुनौलीतिर चल्दैछ अनि त्यसपछि फेरि त्यहाँ हेरौँ यहाँभन्दा त हल्का सस्तै पर्छ नि त त्यहाँ एड्रेस अब 5 हुन्छ कि त्यहाँ उताबाट आइन्छ भन्ने कुरा हो एक्कासी कुरोमा खै किन आएर है घाम परेछ क्या हिजोको त्यति थिएन अनि अहिले चाहिँ गाईहरू पनि आफ्नो घरतिर चल्दै लागेको बाटो भनिरहेको ओ माई गड यो गाडी चाहिँ दामी लाग्छ यो एचएनबी दामी छ यो गाडी चाहिँ अनि त्यसपछि अब हामी चाहिँ ट्राफिक आउन लागिसक्यो आजभोलि भिड पनि रहेछ किन टेक्निक हेर्नु ट्राफिक लाइन पर्छ भिडियो राख्दै थियो नि यसमा कहाँ हो कि ठ्याक्कै चौडा हो कि बाटो भयो यस्तो हुन्छ मैले टाइमै नहेरेको क्या फाइनली हामी चाहिँ सिलगढी इन्टर भइसक्यौँ अब यहाँ टक्कै त्यो हेऱ्यौँ बारेमा 50 रुपियाँ राख्यो अब कता खान्छ यो साइड म त यो साइड मलाई एक ठाउँ थाहा छ उहाँकोमा त्यसले चाहिँ कति भन्दै यहाँबाट सोध्दै गयो भने हाम्रो थाहा छ हामीले खोजेको अनुसार त्यो दोकानमा पनि पाइएन म चाहिँ बाइक लिएर अलि अगाडि जान्छु अब त्यो पाइएन अब खोज्दै अगाडि जाऊँ के अरे अनि भएन भने यहीँबाट अलिक अघिको त्यो एग्रोफोबिकवाला लिएर जानु पर्ला 3200 भन्दै के अलि दुइटा गरेर अलि मिलाइदेला नि त हामीले एससी प्रोजेक्टको खोजेको कहीँ पनि पाएन लास्टमा यो बजरङ्गी मोडिफिकेसन भन्ने छ नि त त्यहाँ चाहिँ एग्रोफोबिक रहेछ अनि म चाहिँ सधैँ यहीँ आइरहेको छु नि त्यो अङ्कल चिनेको भएर तक यहाँ एग्रोफोबिक लग्ने भनेर दुइटा मिलाइन्छ भन्थ्यो अरू एससीको लास्टै ठुल्ठुलो रह्यो क्या त्यो भएर यसो दुइटा लग्ने मिलाइदिने भनेर नि हामीले लास्ट फिक्स हाम्रो चाहिँ यहाँ गरे अनुसार चाहिँ यही भइसकेको चाहिँ हाम्रो दुइटाको एग्रोफोबिकको पहिलो किन्नु भयो तररा अब हुन्छ मजा तररा साकार हो क्या हामी अब हुन्छ कब्जा भन्ने होला अहिले यो दुइटा चाहिँ अब अरू एसी स्यासी त्यति मजा थिएन यही हालेपछि अब इन्डिकेटर पनि एउटा
दिन्छ नि सही दिन्छ कि यहाँ चाहिँ हामी अब यसले जान्छ यसभित्र एडजस्ट भएको भएर हामीले यो ज्याकेट खोल्छ ज्याकेट खोलेर ब्याग बोक्छ ब्याग बोकेर यो ज्याकेट लाउँछ होइन एकचोटि बोक्छ सही पहिला ट्राई त गरौँ यो लगा अब ल यसले गाडी हेरिसक्यो यहाँ चाहिँ हाम्रो मेन माल सामान यहाँ छ अरू गोजीमा छन् अब हुन्छ कब्जा भोलिपछि हुन्छ कब्जा त्यसै घुमाइ गरेर छानै पर्छ है उता गोलबाग पुगिसक्यौँ यत्रो धेरै चेकिङहरू अनि ट्राफिकहरू सबै कटेर ट्याक्क बेलामा अब हामी चाहिँ अब आइसक्यौँ अब यहाँबाट यहाँ आएपछि बल्ल सुत्तै आफ्नो पारा जस्तो लाग्छ क्या यहाँबाट हामी ट्याक्क माथि गएर चाहिँ म त सही एक्सिडेन्ट छु क्या अझ अब म त अहिले त जोडिन्छ त्यो एक्जस्ट लगभग अहिले 2 दिनमा जोडिन्छ तर त्यो जोड्दाको साउन्ड अनि त्यो लुक त्यस्तो हामी चाहिँ हामीले कहाँ मलाउने त फ्यान्सी प्रोजेक्टको बगाउने भनेको घर गएर हुन्छ अहिले अति धेरै गर्मी आज बुटले 81 गर्मी बढ्यो क्या आमा अनि बिहानसम्म हिजोको दिनसम्म कस्तो शीतल शीतल चाहिँ आज 81 भयो अब यसो अब पौडी खेल्ने दिनहरू त हो के अरे पौडी पनि अब मान्छे फेरि कालो न हरियो भइन्छ अब यो चिसोले गर्दा पुरा अलिअलि कोरो भइयो अब हामी चाहिँ अब घर पुग्न लागिसकेको छौँ गाइस हमने ल्याएको अस्ति प्रोजेक्टको एउटा टिभी किलर छ विथ टिभी किलर हो है यो चाहिँ एउटा फोटो हान्न छ यस्तो लाग्छ न ओ माई गड हट एक्सपेक्टेसन भन्दा नि खतरा लाग्यो यो त मारिएछ ओहो अब मजा दिन्छ सीट पनि सीट कभर पनि टक्क हामीले ल्याएको सामान चाहिँ
ल आजको सपिङ चाहिँ यही है। आफूले कपडा किन्न भन्दा नि बाइकलाई सामान किन्न चाहिँ बहुत मजा लाग्ने रहेछ। ल अब यो अलि दिनमा यसको केटअप रेडी हुन्छ, त्यसपछि हुन्छ यसको